र आज हामी चाहिँ अब बुढाबुढी भएर डेरी जान लाग्दैछौँ। बुढीले चाहिँ साइकलमा दुध लिएर हिँड्दैछन्। बुढी साइकलमा दुध लिएर जाँदैछन्। अब चाहिँ हामीहरू अहिले चाहिँ यहाँबाट कमसेकम 15-20 मिनटको बाटो छ। त्यो बाटोसम्म चाहिँ हामी यत्तिकै अब हिँड्दै हिँड्दै जान्छौँ बुढाबुढी गफ गर्दै। बुढीलाई चाहिँ खासै साइकल समाउन पनि आउँदैन, तर आज चाहिँ यसरी समाएर हिँड्छन्। खासै आउँदैन क्या समाउनलाई। बुढीलाई चाहिँ खासै साइकल समाउन आउँदैन। आज चाहिँ अब हामी डेरी जान लागेको के अरे दुईजना। आज उनको जन्मदिन हो। जन्मदिन हो के अरे, त्यही भएर अब मन्दिर जाम भनेर बिहान सल्लाह आएको थियो। दुईजना अब मन्दिर जाँदैछौँ। जान मानी थिइन् के अरे, त्यही पनि मैले अब जामिन भनेर अनि जबरजस्ती लिएर हिँडिदिएको। र अब हामी चाहिँ पुग्नलाई 10-15 मिनट जति लाग्ला मन्दिर पुगेर अनि त्यहाँ अब हाम्रो लोकेश्वर मन्दिर भन्ने छ, त्यहाँनिर चाहिँ अब हजुरहरूलाई दर्शन गराउनेछु। हेरिदिनु होला, सब्सक्राइब चाहिँ गर्नु होला है च्यानल चाहिँ। बुढीले चाहिँ बल्ल साइकल चलाउन सिक्दैछन्, सिक्ने अवस्थामा, तर लगभग त सिकिसकिछन्। दिन रात नभनिकन मैले चाहिँ यिनलाई सिकाएको थिएँ। अझै पनि यस्तो धकल्दिन पर्छ, अनि गाडी स्टार्ट गरे जस्तै गरेर धकल्दिएपछि चलाउँछन् मजाले। यहाँ चाहिँ हाम्रो गाउँको बुवा हुनुहुन्छ है, मलाई माया गर्ने। अहिले चाहिँ बुढीले मलाई छोडेर गइसक्यो। एक्लै हिँडिरहेको छु बाटोमा, कोही छैनन्, एक्लै बाटोमा। र यता चाहिँ हाम्रो गाउँतिर रोपाइ सकिसकेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। रोपाइ सकिएर चाहिँ अहिलेको बर्खा लाए जस्तो गरेर मान्छेले अब पानी सानी यताउता परेको बेलामा केही पनि उस भएन, रोपाइ सकिसके। अहिले चाहिँ पानी परिरहेको छ, रोपाइ सकिसकेको छ। सबैले मोटरको पानी लगाएर रोप्नलाई दुःख मात्रै भयो। हामी चाहिँ अब डेरी जानको लागि यहाँबाट यसरी न्युट्रल लेख्छौँ, राइट साइड लेख्छौँ। राइट साइड लिएर अनि यसरी यतातिरबाट अगाडि बढ्छौँ। यहाँ झ्याङ्सो देख्यो भने बाटो चाहिँ राम्रो छ है, निकै राम्रो छ बाटो चाहिँ। झ्याङ्सो देख्यो भने यहाँ बाक्लै छन् घरहरू पनि। यस्तो भएको छ यताको मौसम। आज चाहिँ बुढीको बर्थडे थियो। बर्थडेको दिन चाहिँ राति 12 बजी उठेर टक्क विस गरेँ मैले। विस गर्ने समयमा चाहिँ यिनको बहिनीले पनि उनलाई, मेरो साली, उनलाई चाहिँ अब विस गरेको थिइन्। त्यही विषयमा चाहिँ अहिले यसो डिस्कस चल्दैछ। सबभन्दा पहिला चाहिँ मैले सम्झेको थिएँ तिमीलाई भनेर भनिरहेको छु मैले चाहिँ। उनले भन्छन् होइन, त्यसको लगभग आधी सेकेन्ड पछि मेरो बहिनीले पनि त मलाई फोन गरेकी थिइन् भनेर भन्दैछिन् यतातिर प्यारीले। त्यही कुराहरू चाहिँ हुँदैछ क्या यहाँ चाहिँ। अब त्यही डिस्कस चल्दैछ। तर जे जस्तो भए पनि सबैभन्दा अगाडि फेसबुकमा पोस्ट र विस गर्ने चाहिँ म भएको छु उनको लागि भने। सेकेन्डमा उनको बहिनी रहेकी छन्। अरू भनेको बिहान सम्झिँदै उठ्दै जाने बेलामा चाहिँ बल्ल उहाँहरूले गर्न सक्षम रहनुभयो भनौँ, होइन हो कि नै बुढी? उनी त अब खास अब यति बेला त खानासाना बनाउने ओर्ने गर्थेन के अरे। तर मैले चाहिँ अब आजको दिन अब बर्थडे अब जे भने पहिलो घरमा भनेर चाहिँ एकचोटि अब लोकेश्वर मन्दिरसम्म भए पनि जाउँ मन्दिरमा भनेर उनी र मसँगै अब डेरी जाने बेलामा, नत्र म जान्थेँ एक्लै, उनीलाई लिएर मन्दिरतर्फ लाग्दैछु। हस् त, धन्यवाद। अहिलेलाई यति नै, अर्को भिडियोमा फेरि जोडियौँला। र गाइस यहाँ चाहिँ अलिकति बाटो यस्तो खराब छ है, साइकल लिएर हिँड्नु पनि यस्तै खराब छ। घाद्राङ बाटो, तै पनि म चलाउँछु।
चलाएर हिँड्न चाहिँ सक्छु। बाटो लास्टै खतम छ यहाँनिर, हेर्दा खालि पनि कहाँ आए जस्तो हुन। जहाँ जुनै ठाउँको यस्तो बाटो छ भने त्यही बाटो अब नराम्रो भनौँ भने जस्तो हुन्छ। बस्ती यस्तो राम्रो हुँदाखेरि पनि बाटो खालको धेरै छैन, 100 मिटर जति होला, निकै नराम्रो छ। फेरि अगाडिबाट चाहिँ फेरि पिच भएको छ, धेरै राम्रो छ अगाडि। र अगाडि फेरि कति राम्रो छ, अगाडि निकै राम्रो छ। यो अगाडि देखिएको फेरि यो खैरेनी चोक हो है, खैरेनी चोक हो। यहाँबाट चाहिँ तपाईँको पुटौलबाट कैलालीसम्म जाने महेन्द्र राजमार्ग अगाडि जोडिएको छ। र यहाँ चाहिँ हामीहरूकोमा सबैतिर धान लगाएर सकिसकेको छ भने धान लगाउँदा निकै सुन्दर देखिएको छ। र मौसम पनि आज निकै राम्रो छ। यो चाहिँ अहिले हालैमा बनेको चाहिँ यो खैरेनी चोक हो है। यस्तो ठुलो बाटो, यस्तो राम्रो हाइवे बनाएको छ भने यो हालै बनेको यो 2 लेनको बाटो हो, देख्न सक्नुहुन्छ। धेरै राम्रो बनाएको छ, आकर्षक सुन्दर। अझै काम चलिरहेको छ यसमा। र हामी चाहिँ अहिले अब खैरेनी चोकमा आइपुग्यौँ। माथि परेवाहरू हेर्न सक्नुहुन्छ, कति धेरै छ, त्यही परेवा। र यो खैरेनी चोक हो है। खैरेनी चोकबाट त्यही वर यो के भन्छ लोकेश्वर मन्दिर जाने बाटैनिर छु म अहिले। मेरो बुढीको मेरो बुढी साथमा छौँ। अब लोकेश्वर मन्दिर पुग्न लाउँदा फेरि एउटा भिडियो बनाउँछु, हेर्नु होला। यहाँ चाहिँ के भइरहेको छ थाहा छैन, म जाँदैछु। त्यहाँबाट निकै भिड देखिएको छ, मान्छेको चहल पहल धेरै नै छ। आज शुक्रबार साँच्चै यहाँ चाहिँ अब शुक्रबार बजार लाग्छ बिहान। मान्छेहरूलाई चाहिने आवश्यक पर्ने आजको सम्पूर्ण सामानहरू चाहिँ थोकमा सानो यसरी चाहिँ बेच्न राखिरहेको हुन्छ। शुक्रबारको बजार हो, बिहान पखाएको शुक्रबारको बजार सर बाटोमा राखिरहेको छ। सबैजना मान्छेहरूले यहीँबाट लिएर जान्छन् अहिले बिहानमा आवश्यक भएका मान्छेहरूले। र हामी चाहिँ अहिले यहाँ चाहिँ आएका छौँ। अब साँझ बेलुका अब नभ्याउने मान्छेहरूले चाहिँ अहिले नै बजार गरेर लिएर जान्छन्, किनभने भनाइ छ कि बिहानमा शुद्ध तरकारी पाइन्छ सस्तोमा, सुपथ मूल्यमा भनेर जाँदैछन्। मलाई चाहिँ त्यही लाग्छ के अरे, अब सकेसम्म बिहानमै नै गरेको चाहिँ राम्रो लाग्छ, किनभने ताजा हुन्छ, राम्रो हुन्छ, सबै कुराहरू ताजा र राम्रो हुन्छ। अझै पनि र हामी फाइनली अगाडि बढ्यौँ लोकेश्वर मन्दिर। मेरो बुढीको इच्छा पुरा गर्नको लागि यहाँ नजिकै पसल छ भने अगाडि मन्दिर रहेको छ। मन्दिरमा यहीँबाट चप्पल खोला पण्डितजी पनि हुनुहुन्छ। र यहाँ चाहिँ लोकेश्वर मन्दिर रहेको छ भने यतापट्टि 108वटा शिवलिङ्ग छ। अनि यतापट्टि अब बिहा आजा गर्ने ठाउँहरू भयो भने यो भित्रको चाहिँ उतापट्टि 108वटा फेरि पिपलको बुट्टाहरू छन्। त्यहाँ जल चढाउने कार्यक्रमहरू शनिबारको दिन विशेष गरी हुन्छ। र यहाँ चाहिँ पण्डितजी सभाबार यहीँ बसिरहनुहुन्छ। र यो चाहिँ अब नन्दी महाराज हुनुहुन्छ भने यहाँ शिवजी हुनुहुन्छ। र बुढी चाहिँ अब उहाँ चढाउनु भनेर अघि बढिरहेका छन्। र जानुभन्दा अगाडि एकपल्ट लगेर जाने भन्नुहुन्छ ढोलम। यहाँ चाहिँ अब ग्रहसहरू कटाउने यताउति सबै कामकुराहरू हुन्छ। यहाँ चाहिँ अब मन्दिर पूजा गर्ने शिवजीको मन्दिर शेषनागसँगको भित्र अब टल्किएर देखेको छैन। यहाँ शिवजी र पार्वतीको राम्रो दृश्यहरू छ।
चाहिँ घन्टी बजाउनु पर्छ भन्छन्। आइसकेपछि आफूमा भएको नकारात्मकहरू सबै निस्किन्छ भन्छन्। त्यही भएर चाहिँ एउटा घन्टी बजाइदिएको। मैले अघि हजुरलाई भने जस्तै 108वटा चाहिँ यहाँ शिवजीको मन्दिरहरू छ। यसमा चाहिँ आएर जलसल चढाउनेहरू नै गर्नुहुन्छ सबै उहाँहरूले विधिया तरिकाले। र यहाँ माथि नाम पनि अङ्कित गरिएको छ, के पढ्ने हो के गर्ने हो भनेर चाहिँ उहाँ पण्डितजीहरूले सबैले भन्नुहुन्छ। यस्तो भएको छ। टमाटर रेगम भन्दा खालि छि यो राम्रो छैन अरे। अब कस्तो राम्रो लाग्ने हो पनि टमाटर किन भन्दा छि यहाँ राम्रो छैन। टमाटर किन्छौ कि नै? कता छ? भनी छ नि तर भेटिन्न यार। ल यो चाहिँ अब टमाटर हामीले भेटाइसकेका छौँ। अब टमाटर किन्छौँ हामीले चाहिँ आज एउटा यो किन्यो। यसलाई के भन्छ हजुरकोमा के भन्छ अरे? काँडे धनियाँ किनियो एउटा यो चाहिँ। अर्को चाहिँ टमाटर कति किनियो? टमाटर चाहिँ हामीले आधी किलो लगभग किनियो भनौँ। आधी किलो जति छ। हामी चाहिँ अहिले अब घरतिर फर्किँदैछौँ। घरतिर फर्कने क्रम जारी भइसकेको छ। अब यहाँबाट हामी हिँड्दै जाने भने लगभग 15 मिनट जति लाग्छ। 15 मिनटमा सायद घरसम्म पुगिन्छ होला होइन बुढी? साइकल चाहिँ हामीले उता अगाडि राखेका छौँ। उता अगाडि नै छ। यो चाहिँ खैरेनीको मेन चोक हो। यताबाट देखिने चाहिँ तब अगाडि नै राखेका छौँ साइकल चाहिँ हामीले। लगभग 15 मिनटमा चाहिँ पुगिन्छ भन्ने आशा छ के अरे। हेरौँ कस्तो हुन्छ। लेनको चाहिँ राम्रोसँग पालना गरिरहेका छन् भने यहाँ चाहिँ निकै नै दुर्घटना भएर पनि होला सायद मान्छेहरूले बल्ल यसको पालना गर्न थालेको। र पहिला यसरी पालना गर्ने थिएन। अन्त बाटो निकै राम्रो बनाएको छ। यो चाहिँ खैरेनीको भ्यू है।